कस्तो तरिकाले मकै खेती गर्दाखेरि धेरैभन्दा धेरै उत्पादन गर्न सकिन्छ त्यो सम्बन्धी जानकारीमूलक आजको विशेष भिडियो बनाउने कोसिस गर्दैछु। आशा छ आजको भिडियो तपाईको लागि अथवा मकै उत्पादन किसानको लागि चाहिँ युजफुल हुनेछ। नमस्कार, म नेपाली कृषक उस्मान वाइबा, हेटौडा 19 नेहरबानी मकवानपुर, बागमती प्रदेश, नेपालबाट। आजको विशेष भिडियोमा चाहिँ तपाईहरुलाई मकै खेती गरेर धेरैभन्दा धेरै लाभ कसरी लिन सकिन्छ यसको विषयमा चाहिँ जानकारी दिने कोसिस गर्दैछु। सर्वप्रथम त तपाईले चाहिँ मकै अब पहाडदेखि तराईसम्म मकै उत्पादन गर्ने समयहरू फरक छ। अब तराईमा तपाईको जाडो मौसममा पनि लाउँछन् हैन, पहाडमा चाहिँ जाडो मौसममा चाहिँ लाउँदैन। किन भन्दाखेरि तराईमा पानीको सिँचाइको व्यवस्थापन हुन्छ, यो पहाडी बेलमा चाहिँ पानी अथवा सिँचाइको व्यवस्थापन नहुने कारणले बर्खा अथवा चाहिँ यो प्रकृतिले दिएको पानीको स्रोतलाई नै प्रयोग गरेर चैत वैशाखमा चाहिँ अब भनौँ फागुनदेखि उता लगाउँछ। पहाडी बेलदेखि लिएर तराईसम्म चाहिँ फागुनदेखि ठाउँ अनुसार क्रमशः मकै बालीलाई लाउने प्रचलन छ। यो चाहिँ नेपालमा, मैले तराईको अथवा इन्डियाको चाहिँ कुरा गरेको हैन, नेपालमा। अनि यसलाई चाहिँ अब हामी पहिलादेखि हामी बाउबाजे कालदेखि नै काम गर्दै आएको मकै खेती कसरी गरेको छ भने प्राय पहाडी बेलमा चाहिँ गोरु जोतेर सिउमा हालेर रोप्ने सिस्टमहरू थियो भने अब अहिले आधुनिक युग अथवा अहिलेको समयमा चाहिँ कतिपय अब पावर टिलर, मिनी टिलर भनौँ हाते ट्र्याक्टरको द्वारा चाहिँ छर्ने प्रचलन छ। अब यो सबै समयअनुसार परिवर्तन हुँदै आउँछ, त्यो सही हो। तर हामीले थोरै मेहनतमा धेरै उत्पादन कसरी गर्न सकिन्छ त भन्ने विषयमा चाहिँ कतिपय साथीहरूलाई ज्ञान छैन। र अब यो ज्ञान नभएको होइन, ज्ञान छ, तर यसरी गर्दाखेरि के हुन्छ भन्ने सही सजेसन नपाउनाले तपाईको चाहिँ उत्पादनमा केही कमी आएको हुनसक्छ भन्ने हिसाबले चाहिँ त्यसको लागि चाहिँ आजको भिडियोले तपाईको लागि युजफुल रहोस् भनेर यो भिडियो तयार गर्ने कोसिस गर्दैछु। तपाईले मेरो भिडियो भेटिसकेपछि, आजको यो भिडियो भेटिसकेपछि चाहिँ एउटा लाइक, कमेन्ट, सेयर पनि गरिदिनु होला। किनभने कृषि सम्बन्धी चासो राख्ने किसान साथीहरूको लागि चाहिँ तपाईको एउटा लाइक, कमेन्ट, सेयरले उहाँहरूको लागि चाहिँ युजफुल अथवा टिप्सहरू रहोस् भन्नको लागि है। लागौँ अब यो कस्तो तरिकाले रोप्दा ठिक होला त। अब तपाईले देख्नुभयो होला तराईको फाँडमा बिघौँ बिघा जमिनहरूमा मकै लाउँदाखेरि चाहिँ तपाईको ड्याङमा रोप्नु भएको देख्नुभयो होला। पहाडी बेलमा चाहिँ ड्याङमा रोप्दैन। अनि अब यो के कारणले कम फल्यो, के कारणले बढी फल्यो भन्ने विषयमा चाहिँ अब थोरै चर्चा परिचर्चा गर्न खोजेको हो मैले। अब मैले चाहिँ रोप्ने तरिका, गर्ने तरिका चाहिँ केही फरक तपाईहरुलाई चाहिँ के मेरो अनुभव सेयर गर्न खोजिरहेको हो। अब तपाईको चाहिँ के हुन्छ भने सबैभन्दा धेरै चाहिँ मकैलाई अलि धेरै फलाउनु छ भने हामीले के गर्न सक्यो भने ड्याङमा रोप्न पर्यो। ड्याङमा रोप्न चाहिँ भन्यो, अब तपाईहरुलाई ड्याङमा रोप्ने हामीलाई पनि थाहा छ त भन्ने होला। तर कतिपय नयाँ किसान साथीहरुलाई के हुन सक्छ भने ड्याङमा रोप्दाखेरि चाहिँ अब कतिको ड्याङको डिस्टेन्स राख्ने हैन, अब कतिको चाहिँ अब एउटा रुखदेखि अब भनौँ न एउटा बुट्टादेखि अर्को बुट्टाको ग्याप राख्ने भन्ने कुरा तपाईहरुको लागि जिज्ञासा हुन सक्छ। अनि मैले काम गर्दै आइरहेको कुरालाई चाहिँ तपाईको लागि चाहिँ केही प्रेरणादायी हुन सक्छ भन्ने हिसाबले आजको भिडियो बनाउने कोसिस गरेको हो। अब यसमा चाहिँ ड्याङ टु ड्याङ रोप्दाखेरि मकैको अब तपाईको चाहिँ मकै एउटा ड्याङदेखि अर्को ड्याङ पुर्याउनलाई अब हामी पहाडी बेलाहरूमा चाहिँ के छ भने डोरी लगाएर रोप्नु पर्ने अवस्था आयो भने डोरी नै लाउनुपर्छ। हामीले सही तरिकाले काम गर्ने हो भने डोरी लगायो भने डोरीलाई करिब हामीले 90 सेन्टीको लम्बाइ भएको एउटा लौरोमा बाँधिदिने, हामीले लगभग 90 अथवा 1 मिटरको डोरीमा बाँध्ने। अब त्यसलाई चाहिँ के गर्छ भने ओल्लो छेउ र पल्लो छेउमा गाड्छौँ हामीले, जुन त्यो रोप्नुभन्दा अगाडि ड्याङमा है। अब यसमा ड्याङमा चाहिँ हामी ड्याङ बिचको दूरी चाहिँ 70 देखि 75 सेन्टिमिटर भन्छ। 70 देखि 75 सेन्टीको ड्याङ बिचको दूरी, दुईटा ड्याङको दूरी चाहिँ 70 देखि 75 भन्छ। एभरेजमा 80 नै पुग्यो भने केही फरक परेन।
अनि अर्को चाहिँ तपाईको एउटा बुट्टादेखि अर्को बुट्टाको बिचमादेखि चाहिँ 20 देखि 25 सेन्टिको डिस्टेन्स भनेको छ। 20 देखि 25 सेन्टिको डिस्टेन्समा रोप्यो भने राम्रो हुन्छ भन्ने चाहिँ हामीलाई किताबी ज्ञानमा पाएको छ भने अब तपाईले 30 सेन्टिमा पनि राख्न पाइयो। 25-30 सेन्टि एभरेजमा तपाईको कति हुन्छ यसमा 9 इन्ची 10 इन्ची भनेपछि करिब एभरेजमा हामीले नाप्ने। अब तपाईको त्यो के भन्छ हरेक ठाउँमा नापेर त सम्भव हुँदैन नि त हामीले। हुँदैन भने ड्याङ टु ड्याङको बिच अर्को ठाउँमा जानलाई के गर्नु पर्यो भने हामीले डोरी टाँगेको जुन लौरो गाड्नलाई बनाएको हुन्छ त्यो लौरोलाई नै ठ्याक्क उठाउने तेर्साएर टक्क राख्ने। त्यो चाहिँ 90 सेन्टिको भनौँ सरदरमा 70 सेन्टि 80 सेन्टिको एभरेजमा पर्ने गरी ठ्याक्क राख्यो ठोक्यो फेरि आफूले रोप्दै जाने। यसरी रोप्दाखेरि चाहिँ हाम्रो त्यो जुन डिस्टेन्स मेन्टेनेन्स हुन्छ। अब यसरी मेन्टेनेन्स गरिसकेपछि डिस्टेन्स त मेन्टेनेन्स भयो। अब हामीले एउटा बुट्टामा कतिवटा दाना हाल्ने त्यो पनि कन्फ्युजन होला तपाईलाई। त्यो एउटा बुट्टामा चाहिँ मैले सरदरमा चाहिँ मेरो चाहिँ अनुभव चाहिँ के छ भने 3वटा दाना हाल्छु। एउटा बुट्टामा 3टा दाना अर्को बुट्टामा 3टा दाना जुन 25 देखि 30 सेन्टिको ग्यापमा चाहिँ हामीले 3 दाना हाल्दै जानुभयो भने अब कथम कता चाहिँ के हुन्छ त्यहाँ 3वटा दाना मध्येबाट एउटा मिस्टेक भयो 2टा उम्र्यो भने 2टा बोट हुन्छ। तर तपाईले 1 दाना अथवा 2 दाना मात्र दिँदै जानुभयो भने हाल्दै जानुभयो भने कुनै दिन त्यो ठाउँमा चाहिँ एउटा मिस्टेक हुने बित्तिकै यता त्यो खाली भयो खाल्टो। त्यो भएपछि के हुन्छ मकैको राम्रो हुँदैन। अनि फेरि एकै ठाउँमा 3वटा दाना रोपेर फल्छ त भन्ने कुराहरू तपाईहरुको होला। यो जिज्ञासा हुन सक्छ। फल्छ। अब त्यो किन भन्छु भने हामीले छरेको मकैमा यस्तै जमरा जस्तो हुन्छ त्यहाँ त्यसले चाहिँ भयभरको पोषण तत्त्वहरू सबै नष्ट गर्छ। चाहिने भन्दा नचाहिने चिजले धेरै खान्छ हो क्या मकैले। हो त्यो भएको कारणले गर्दाखेरि चाहिँ 3वटा दाना एकै ठाउँमा राख्यो भने हामीले मल अथवा सिँचाइ जे कुरालाई पनि एकै ठाउँमा केन्द्रित फेदमा मात्रै दिन पाइयो। अर्को कुरा के हुन्छ भने हामीले जुन विषादी अथवा चाहिँ अहिले त तपाईको रोग नियन्त्रणको औषधि बिना मकै उत्पादन गर्नै सक्दैन हामीले। त्यसलाई प्रयोग गर्नलाई धेरै सजिलो भयो। अनि अर्को कुरा मकै भाँच्नलाई सजिलो भयो। उसले फलाइमा पनि राम्रो भयो। अनि खुल्ला हावापानी खेल्न पायो नि त हावा खेल्न पायो नि त अक्सिजन त्यसलाई चाहिँ राम्रोसँग चल्यो। त्यो कारणले चाहिँ मकैलाई चाहिँ धेरैभन्दा धेरै फलाउनलाई चाहिँ मेरो सजेसन के हो भने अब तपाईले के लाग्छ भने कतिपय मान्छेले हे भन्छ अनि उसले छर्दिन्छ मात्र एकचोटी छर्नुहुन्छ त्यसले टिप्नेसम्म दुःख पाउनुहुन्छ। किन अब त्यसलाई पान्न पर्यो औषधि हाल्दाखेरि एकदम दुःख। अनि मल हाल्दाखेरि मल खादहरू दिँदाखेरि चाहिँ अब सही ठाउँमा मल नपुग्नाले मल पनि धेरै प्रयोग भयो। अर्को कुरा चाहिँ के हुन सक्छ भने पछि भाँच्ने बेलासम्म पनि कति गाह्रो हुन्छ भने जुन त्यो ड्याङ सिस्टममा गऱ्यो भने एकचोटी रोप्ने बेलामा अलिकति समय बढी लाग्छ। थोरै धेरै पनि होइन। त्यतिले गर्दाखेरि तपाईलाई प्रफिटमा कम आउन सक्छ कमी आउन सक्छ। हो त्यो भएको कारणले सम्भव भएसम्म ड्याङमा अनि त्यसको चाहिँ आफ्नो सिस्टमले रोप्नु भयो भने त्यसको बिचमा हामी अन्य बाली पनि लगाउनलाई सकिन्छ भन्ने आजको विशेष मकै उत्पादन सम्बन्धीको भिडियो जानकारी तपाईलाई कस्तो लाग्यो जस्तो तस्तै एउटा कमेन्ट गर्नु होला। म नेपाली कृषक उस्मान नोएबा आजको भिडियोबाट चाहिँ म छुटिन चाहन्छु। हस् धन्यवाद नमस्कार।